नमस्ते सबै नेपालीहरूलाई। आज म केही कुरा बोल्न गइरहेको छु। यदि हजुरहरूलाई नराम्रो लागेमा सुरुमै म क्षमा चाहन्छु। मैले एउटा कुरा चाहिँ बुझ्न सकेन। नेपालीहरू मात्र होइन, धेरै मानिसहरूको यो सोचाइ हुन्छ होइन। मेरो नजरले हेर्दा मलाई एउटा कुरा मैले बुझेँ। कति मान्छेहरूले भन्छ नेताले यो गरेन, नेताले त्यो गरेन, हाम्रो देश फोहोर छ, हाम्रो देश यस्तो छ, हाम्रो देश यस्तो छ, विदेश कति सफा छ भनेर हामीले भनिरहेका हुन्छौँ। तर यो कुरा कसरी सम्भव छ? खालि नेतालाई मात्र गाली गरेर नेताले सफा गरेन भनेर पहिला सुरु आफ्नो घरदेखि नै सुरुवात छैन भने आफ्नो घर चाहिँ सुँगुरको खोर जस्तो छ। बाहिर चाहिँ यो गरेन त्यो गरेन भनेर नेताहरूलाई गाली गलौज गर्ने। आफ्नो घरको बत्तीको स्विच हेर्नुहोस्, आफ्नो घरको किचन हेर्नुहोस्, आफ्नो घरको बेडरुम हेर्नुहोस्, आफ्नो घरको फोहोरहरू कसरी उत्थान गर्ने त्यो कुरा हेर्नुहोस् होइन। यो कुराहरू होइन, हामीले घरबाट सुरु गऱ्यौँ भने एक दिन हाम्रो देश अवश्य सफा हुन्छ। किन नेताहरूलाई यसले गरेन, यो नेताले सफा गरेन देश, यो फोहोर भनेको कुरा मान्छेले नै गरेका हो, हामीले नै गरेका हो। हाम्रो घरबाट सुरु देश जस्तै सफा हुनेछ। तर हाम्रो घरबाटै सुरु गर्दैन भने हाम्रो घरको स्विचहरू त्यत्तिकै फोहोर देख्छु म। कतिपय घरहरूमा हाम्रो देशको किचनहरू देख्छु त्यत्तिकै, केही म्यानेजमेन्ट छैन। यदि हामीले रुटिन बनाएर त्यसलाई दिनका दिन सफा गर्ने, हामीले जसरी हामीले सुत्नुपर्छ, खानुपर्छ, हामीले होइन, हामी सधैँ खान्छौँ भात, हामी सधैँ भात खान्छौँ, हामी सधैँ काममा जान्छौँ, त्यसरी नै सफा सुग्घर पनि हामीलाई अनिवार्य छ। किनभने अब हामी खाना खान्छौँ पकाएर, अब सफा सुग्घर चाहिँ नगरी खाना पकायो कति कीटाणुहरू आउँछ जसले गर्दा मानिसहरूलाई विभिन्न रोगहरू लाग्छ। तर यो कुरा किन बुझ्दैन? जति नै पढे लेखेका मानिसहरू पिएचडी गरेका हुन्छन्, मास्टर डिग्री गरेका हुन्छन्, तर उनीहरूको घर हेर्दाखेरि हो सुँगुरको खोर भन्दा पनि भन्यो भने मान्छेहरूलाई रिस उठ्छ होइन। मेरै भाइहरू, मेरै दाइहरू त्यस्तै गरेर बसेका हुन्छ। तर किन बुझ्दैन? यत्रो पढे लेखेको छ, सफा सुग्घर भन्ने कुरा किन स्कुलमा सिकाउँदैन? हाम्रो स्कुलमा त सिकाएको थियो, त्यही कारण मैले बुझेँ। तर कोहीको मुखबाट मैले सुनेको छु कि स्कुलमा यो कुराहरू त सफा सुग्घर सम्बन्धी हाम्रो स्कुलमा त सरहरूले म्यामहरूले सिकाउनु भएको थियो। तर मेरा कोही साथीहरूले भन्छन् स्कुलमा सिकाएन, घरमा सिकाएन कसरी सफा गर्ने भनेर। के सफा गर्ने कुरा पनि सिकाउनु पर्छ कसैले? आफैमा उत्पन्न हुँदैन? यत्रो पिएचडी, यत्रो मास्टर डिग्री गरेको मान्छेहरूमा सफा बस्नुपर्छ, प्लान अनुसार चल्नुपर्छ भनेर त्यो त जसमा पनि हुन्छ त्यो दिमाग। म यो कुरा बुझ्न सक्दिनँ। खालि देशको ठुला नेताहरूलाई गाली गरेको छ, देश फोहोर भयो भनेको छ। आफ्नै घरबाट गर्नुहोस् सुरुवात, सफा गर्न सुरु गर्नुहोस्। अनि आफ्नो घरबाट गरेपछि एउटा टोलबाट अर्को टोल सफा हुन्छ, त्यसपछि त्यो हुँदै एउटा गल्लीबाट अर्को गल्ली सफा हुन्छ, त्यहाँबाट सफा हुँदै एउटा सिटीबाट अर्को सिटी सफा हुन्छ। त्यसरी हुँदा एउटा जिल्लाबाट अर्को जिल्ला सफा हुन्छ। त्यसरी होल देश सफा हुन्छ। त्यसरी गर्दाखेरि खालि नेताहरूलाई गाली गरेको छ, यो भएन त्यो भएन भनेको छ, किन टोयलेट बनाएन भन्छ, किन त्यो बनाएन भन्छ। हामी 10 घर मिलेर एउटा टोयलेट बाहिर, हाम्रो टोलमा एउटा टोयलेट बाहिर राख्न सक्दैनौँ र? किन सरकारलाई नै कुरेर बस्नुपर्छ यो कुरामा? किन सरकारलाई कुर्न पर्यो? के त्यति पैसा त हामीले कम दिन सक्छौँ? हाम्रो विदेशमा भएका मान्छेहरूले हाम्रो टोलको लागि, एउटा टोलमा एउटा टोयलेट खडा गर्नको लागि पैसा उठाउन सक्छौँ। किन सरकारमै निर्भर छ मान्छेहरू? किन सरकारमै निर्भर छ? यो कुरा मैले बुझेन। त्यही भएर आज मैले यो भिडियोबाट केही कुरा भन्न खोजिरहेको हो। हजुरहरूलाई होइन चित्त बुझेन भने होइन अब नसुन्नु,
जसलाई मेरो कुरा चित्त बुझ्यो तिनीहरूले चाहिँ यसलाई सेयर गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, सब्सक्राइब गरिदिनु। अनि यो कुराहरू चाहिँ हामी सब मान्छेहरूको माझमा पुर्याइदिनुहोस् होइन। मैले जति पनि कुरा गरेको छ मैले भोगेर मैले देखेर भनेको हो। मैले यत्तिकै बोलेको होइन। म धेरै ठाउँमा गएँ, म धेरै साथीहरूको घर गएँ, म धेरै भाइहरूको घर गएँ, धेरै दाइहरूको घर गएँ। मैले त्यहाँ यस्तो चिजहरू देखेँ कि अब के भन्नु, अब डाइरेक्ट भन्यो भने रिसाउँछ। अब कसरी बुझाउने यो कुरा। अब खाना खानुपर्छ भनेर थाहा छ, सुत्नुपर्छ भनेर थाहा छ, तर सफा गर्नुपर्छ भनेर किन थाहा भएन हो। त्यही कुरा मैले बुझाउन खोजेको हो। यसरी केही कुरा बुझाउँदाखेरि मबाट केही गल्ती हुन गएमा क्षमा चाहन्छु।